छोराहरू जता जता भयो भने छोरी चाहिँ हुन्छन् नै लास्टमा त्यही भएर छोरी पाएँ भनेर खुसी हुनु गाइस ल अब छोरा भन्दा छोरी खोज्नु छोराले भन्दा छोरीले माया अनि तपाईँलाई हामीले लगाइदिन्छ आमा लगाइदिनुहुन्छ कि दाइले दिला भयो मलाई जसरी जाडै भएर यही रुममै गर्छु मेरो हात काँप्छ अनि रातो पनि भएन कि हजुर बिहानैबाट राम्रोसँग उ गरेर भने टिका लगाएको पैसा गर्नु आएछ पर्दैन ल आज त आमालाई त हामीले दिनु पर्दैन त्यहाँ राख्नु गरेको पैसा दिनु थाल्ने सबैको भयो दाइलाई बेर भयो हामीले आमालाई उ गर्छौँ दाइले खाना लगाउनु आमाको मुख हेर्निदिन आमाले छोरीलाई टिका लगाइदिनु अलि बोल्न अलि तन्तको राम्रो बनाएको छ युट्युबमा देखायो भनेर हामीले दिने हजुरलाई पैसा नै म यहाँ नदिनु दिए हुन्छ कि हामीलाई भयो कि एक फेर मात्र लगाइदिनु भयो नमस्ते गरेको ल साइजले लगाइदिनु पैसा दिनु पर्दैन क्या आमालाई हामीले हो त आज टिका लगाइदिनु त्यही अक्षता लगाइदिनु सबै गइदिएको भिडियो गरिराखेको तिमी त छेउ नि तिमी भाइ पुग्यो के मलाई त फुल ल्याउनु नानी तिमीले खाँदै गर न प्रसाद उता बाख्रा आयो पछाडि बाख्रा पनि हेर्न आएछन् यहाँ मलाई ल्याइदिनु टिका लगाएको हेर्न आएछन् बाख्राहरू आमाको आशीर्वाद पुगिराखेको नमस्ते ल बस्न आमालाई हामीले टिको लगाइदिने हो यतिको लगाइदिने हो नि त आमाको अर्को यो पैसा आमालाई मैले दिनु लाउनु आज त हामीले दिने हो कि यो ल राख्नु पहिलो लगाइदिनु त्यहाँ माथि ऊ चाहिँ मेरो सीता दिदीको छोरी हाई गर नानी हाई मेरो हजुरआमा मेरो साइली पुपु दिदी तर मैले दिदी मात्र भन्छु दिदी माल दिदी चाहिँ अलि पछि आउनुहुन्छ अङ्गुर त धोएर ल्याएको यो सबै आमालाई यो ल सिर्जना यो आमाले खाने हो आज समाउनु किन यत्रो कहाँ आज भोलि साँझसम्म ल आस्ते आस्ते गर्नुहोस् है ल अब सबै बसेर यहाँ भिडियो गराउने हो बस्ने हो कता दाइ खानु जानुभयो र बस्नु त लगाइदिएको मैले त लगाइदिएँ झन् पहिल्यै सिर्जनालाई खोजिरहेको थिएँ दुतीलाई लगाइदिन्छु भनेर आमा कस्तो फिल भइरह कस्तो बस्छ आमा हजुरलाई बोल्नु त नातिना छोराछोरी सबैले देख्न पाइयो सबैसँग म खुसी छु सबै बोल्नु न त्यहाँ भिडियो भइरहेको छ त्यहाँको जल दिनु सबै खुसी छु सबै जम्मा भइयो दाइ आउनुहुन्छ र ल ठुल दिदी भन्नु कस्तो फिल भइरह ए भनेछु आमालाई देख्न पाइयो भनेको थिएनौँ सन्तोष लाग्यो फेरिको औँसीमा पनि सबैजना जम्मा हुन पाइयोस् फेरि पनि जम्मा हुन पाइयोस् आइसकेको उसमा पनि साल दिदीको पालो मेरो भन्नु न तपाईँले तपाईँको आवाज पनि आउँछ यसो कान्छीलाई त
त भन्नै पर्दैन कान्छी त धेरै धेरै खुसी एक गतेदेखि चाहिँ आएर बसिराखेको छु सबै दिदी बहिनी आमा दाजुभाइ भाइ भाउजू सबैसँग भेट होला भाइ बहिनीसँग भनेर यहाँ एक गतेदेखि आएर बसिराखेको छु रमाइलो भएको छ फेरिको दिन पनि यस्तै होला भनिराखेको छु अझै बोल्नु तपाईँ त धेरै बोल्नुपर्छ सबै सधैँभरि बाँच्न परोस् यता पछाडि आउनु न यहाँ आउनु न के हो र ठिक छ मम्मीजी के भन्न चाहनुहुन्छ सबै भनिसकेँ हो दिदी हाई ल अनि म चाहिँ यहाँ छु मैले चाहिँ यसो अलि ढिलो उठेँ त्यही भएर मलाई इग्नोर गर्नु ल म चाहिँ यस्तै भूत जस्तो भयो अनि बाबा अफिस जाने भएर अनि छिटो गरिदियो बिहानै त्यही भएर म पनि यत्तिकै बसिदिएको अनि यहाँ पनि केही रेडी भएको छैन तर पनि पुरा टिका लगाएर सकिसकेको छ अब हामीले पनि त हो मम्मीलाई टिका लगाइदिनु अब हाम्रो परिवारहरू उहाँ हुनुहुन्छ ल बाबा के भन्न चाहनुहुन्छ आजको दिन कस्तो लाग्छ माता तीर्थ अंशको दिनमा आमासँग दिदी बहिनीहरू सम्पूर्ण परिवार यहाँ भएका परिवारहरूसित बसेर हाँसी खुसी आमाको काखमा यसरी चाहिँ फुल भगवानको नामको फुल प्रसादी दिनको लागि अति नै अति छ आमालाई सधैँभरि गङ्गा माताले यसै साथमा राखुन् भन्दै मैले आजको यो माता अंशीको दिनको लागि धेरै धेरै हर्षितका साथ भगवान विष्णुको प्रार्थना गर्न चाहन्छु जय ल ताली बजाइदिनु ल आजको दिन यसरी सकिन्छ गाइस दिदीले केही भन्ने हो ए मैले त भनिसकेँ सबै रमाइलो भइरहेको छ ल मेरो बाबा चाहिँ अफिसको लागि अलि हतार भएको छ त्यही भएर हिँडिसक्नु भयो बस्नु न यहाँ ल मम्मीलाई सोध है मेरो मम्मी ल भन्नु मैले टिका लगाइदिएन तपाईँले केही भन्न चाहनुहुन्छ मम्मी बोल्न चाहने मान्छेले हात उठाउनु यस्तो रमाइलो दिन फेरि पनि भन्नुहोस् ए दिदीले गिफ्ट लिएर आइदिएछन् माई गड ल यहाँ दे ल यहाँ उभि पर्ने थिएँ ल ल आमाले गिफ्टको लागि के भन्नुहुन्छ यत्रो गिफ्ट लिएर आउने मलाई दुःख नगरे भने हुन्थ्यो तर पनि धन्यवाद आजको दिन त ल हुन्छ नि सबै नमस्ते उजेलको छोरी आइछ उजेलको छोरी मैले त केही ल्याइदिन हो राखे हुन्छ यही त हो नि यही मेरो माल दिदी आउनु भएको छ आमाको छोरीहरू सबै आउनु छ अब मनमा नै दिनुहुन्छ भाग्यले बसेको हो त नि ल यो पुग्दिनु यो फुल दिनु फुल लिएको थिएँ नि मैले नि आएँ यहाँ स्याउ दिनु के काटेको हो त भयो भयो यो पनि त्यति भए दिदीलाई बुढाबुढीलाई त सिकाउनु नि पर्छ यो होइन कि यो हो थाहा छैन खाली त लाउने होइन कि अब दिदीले लगाइदिनुहुन्छ यो चप्पल लाउनु न मेरो माइली फुपू दिदी अनि हजुरआमाले टिका लाउँदै हुनुहुन्छ ल यहाँ भिडियो गरेको धेरै नबोला अब दिदीले लगाइदिनु चप्पल देखिनु कि नलाने हुन्छ खोटो सुनिन्छ भन्ने कि कामेको मेरो पर्दैन
छोरीहरूले दिने हो हामीले पनि हो त नि कसैले पनि नपत्याएको नि आमा बाँच्नु होला यस्तो अरे बेलाउती फेना बसेर बल्दा जाने भन्थे यस्तै सधैँ मिलेर बस्नुला दिदीहरू पुरा त भन्न पनि जान्ने कि हामी त जान्दैन यदि सबै मेरो सम्पन्न त हो नि जे होस् छोराहरू जता जता भयो नि छोरी चाहिँ हुन्छन् नै लास्टमा त्यही भएर छोरी पाएँ भनेर खुसी हुनु गाइस ल अब छोरा भन्दा छोरी खोज्नु छोराले भन्दा छोरीले बुहारीको काखमा देउताको दर्शन मेरो छोरी छ बसे हन् मोबाइल नहेरेको माइली छोरा माइली बुहारी फोटो मात्रै है भिडियो होइन राईको दिन राम्रो ढाका टोपी काँदैन कलबन्दी कति राम्रो ढाका टोपी कानैमा गलबन्दी हेर्नु गाई जति दुःख परे पनि तपाईँहरू दुःखमै सुख खोज्नुहोस् यही भन्छु जिन्दगी हो जाने हन् के उता याद त भने ल ल ल मान्छे बनिलाई चाहिँ बिर्सिनु बिर्सिएर यहाँ आइज बोले नि बोले नि आइज यहाँ मेरो भाइ यहाँ मेरो मम्मी यहाँ मेरो दिदी हाई गर्नु ल दिदी से हाई ल यहाँ पुक्ली बहिनी निका फेस राम्रै आएन के ल हाई भन्दै अरे हाई आमाको मुख हेर्ने दिन कार्यक्रम बिहानै सकिसकेको छौँ हामीले टिका लगाएर घाँस त काट्नै पर्यो होइन घाँस काट्न अब जाने हो म फेरि यहाँ धुपी सल्लाहको यस्तो निक्लेछ दिदी अब घर फर्किँदै जानुभयो आमाले बाई बाई गर्नु कानी छोरी गइन् नरै बस्नु है नातिनी छिन् यहाँ ए अब सबै जाने ल आमा घाम चर्को भतिर जानुहुन्छ कि यता जानुहुन्छ घरै जान्छु एक्लै फेरि रोड्नुहुन्छ कि जान्छु नानुहुन्छ हेर्नु कता घाँस काट्न जाने हो कि उता अप्ठ्यारो छ पर्दैन मोटै गतिर बस्नुहुन्छ टाढा हो उता टाढा हो धेरै बेर हुन्छ घाम चर्काउँछ फुलमाइला बोलाएर गपिट गर्नु होला लोट्नु न यहाँबाट त जानुहुन्छ ल उता ओह्रालो छ यहाँ त हिँड्नु सानो हामी घाँस काट्छ ल जानु खै त भएपछि आफैलाई भन्नु नि ल फेरि आउँछौँ बस्नु है हामी घाँस काट्न जान्छौँ यही एकछिन बस्नु केही हुन्न नाइ तपाईँ त हुनुहुन्न देखाइदिउँ लड्डुको ल जाम गाइस हामी चाहिँ अब घाँस काट्न हिँड्न लगाएको
मैले त भारी बोके छैन कति भयो पेटै दुख्ने नाइन डुम्री झारामा यता यो पलाएपछि काटेर लाने भयो बाख्रालाई खान नगर्नु चिन्नु भएको यो उसको मार्नुलाई नि बाबाले घाँस सास होइन त गाइस मैले घाँस काटेर आएको गरौँ भयो यही छ आजको दिन कसरी मनाउनु भयो गाइस आमाको मुख हेर्ने दिन बस्न पनि दिएन नाना मम्मी कसैले के भन्न चाहनुहुन्छ भन्नु त के कहाँ लागि गर्नै पर्यो कि नानी पेटको लागि गर्नै पर्यो छोरीले हेर्छन् भनेर थुपुक्क बस्नु भएन आज मुख हेर्ने दिनु भनेर घाँसै नकाटेर बस्न पनि भएन म पनि गएको थिएँ घाँस काट्न जियोस् फेरि आजै कस्तो गरुङ्गो भएको थियो के होइन थोरै रहेको थियो थोरै पनि के राख्नु भने सबै भारीमा राखेँ लास्टमा त गरुङ्गो भयो म भूत जस्तो भएको छु गाइज मलाई इग्नोर गर्नुलाई दिदी पानी दिनु न गाइजहरू हजुरहरूले कसरी यस्तो है यो डुम्रीको चोप मेरो कपडामा पनि कति ला होला यत्रो होला अब यो चोप जाँदै जान्न हजुरहरूले कसरी मनाउनु भयो गाइज यो दिन घाँस काटेर आएपछि म भन्न थालेँ गाइज आजको भिडियो कस्तो लाग्यो अनि मन परे च्यानललाई लाइक र सब्सक्राइब गर्न नबिर्सिनु होला है त थ्याङ्क यू